यो बिल्डिङको असली मालिक को हो के तपाईहरुलाई थाहा छ दुनियाँको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफाको असली ओनर को हो भनेर यो टावरको कन्स्ट्रक्सन चाहिँ 2004 मा स्टार्ट भएको थियो र अफिसियली चाहिँ 2010 मा चाहिँ यसलाई इन्टिग्रेट गरिएको हो। यसको हाइट लगभग तपाईको 828 मिटर रहेको छ र यो यति अग्लो छ कि तपाईले क्लियर वेदर भएको बेलामा 95 किलोमिटर टाढाबाट पनि तपाईले बुर्ज खलिफालाई देख्न सक्नुहुनेछ। अब धेरै मान्छेहरूले सोच्नुहुन्छ यो त दुबईको कुनै शेख अथवा रोयल फ्यामिलीको बिल्डिङ होला भनेर, तर रियालिटी चाहिँ एकदमै फरक छ। के छ भन्दाखेरि बुर्ज खलिफा एकदमै ठुलो पार्टनरशिप प्रोजेक्ट थियो जहाँ तपाईको स्यामसङको सीएनटी, B6 र एरोप्टेक जस्तो कम्पनीहरू मिलेर चाहिँ काम गरेका थिए, तर तिनीहरूलाई यो बिल्डिङको ओनर भनेर चाहिँ भन्न मिल्दैन। एक्चुअली यो आइकोनिक टावर बिलोङ गर्छ दुबईको टप डेभलपर इमार प्रोपर्टिज। यसको सबैभन्दा ठुलो क्रेडिट जान्छ चाहिँ फेरि मोहम्मद अलाब्बारलाई, जो इमारको चेयरम्यान हुनुहुन्छ। आज बुर्ज खलिफा सिर्फ एक बिल्डिङ मात्र नभएर यो दुबईको एउटा भिजन, एउटा एम्बिसन र दुनियाँलाई एउटा इन्स्पायर गर्ने एउटा सिम्बल बनेको छ। र तपाईहरु पनि यस्तै इन्फर्मेटिभ भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई फलो गर्नुहोस्।